नमस्कार, म राजेन्द्र सिंह जानकी टेलिभिजनमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला म वीरगञ्जको आदर्श नगरमा रहेको छु र यहाँका घरधनी र यहाँका व्यवसायीहरू अहिले निकै पीडामा हुनुहुन्छ, चिन्तित हुनुहुन्छ। सरकारले 25 मिटर दायाँ बायाँ जुन सडक फराकिलो गर्ने काम गरिरहेको छ र बारम्बार जुन डोजर चलाउने काम गरिरहेको छ, यो डोजर चलाउने कामले गर्दाखेरि उहाँहरू आतंकित भएको उहाँहरूको भनाइ छ। म एकचोटि उहाँसँग परिचय लिएर म उहाँको पीडा सुन्ने प्रयास गर्छु। सर नमस्ते। नमस्कार, महेश कुमार सराउगी, मेन रोडको घर जग्गा धनी र पीडित पनि हुँ। कस्तो विडम्बना रहेछ, हामी चाहिँ आम जनमानस आफ्नो दैनिक गुजाराको लागि सङ्घर्षरत रहिरहँदा सोमा 81 चाहिँ राज्यद्वारा जुन किसिमले डोजर आतंक जुन फैलाइएको छ, यसबाट तरङ्गित भएका छौँ। आफ्नो रोजी रोजगार, बच्चे आफ्नो भविष्य र आफ्ना बच्चाको भविष्य समेतबाट साह्रै पीडित छौँ। र कस्तो विडम्बना पनि के छ भने हाम्रो एकातर्फ राज्यबाट चाहिँ हाम्रो छलफल चल्दैछ, विभिन्न ठाउँमा हार गुहार गर्दैछौँ र आश्वासन समेत पाएका छौँ। हिजो अस्ति नै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा हाम्रो यहाँको सङ्घर्ष समिति समेत गएर पार्टी राष्ट्रपा पार्टी सभापति रवि लामे छानेज्यूबाट समेत हामीले आश्वासन पाइरहेको एकातर्फ रहेछ भने हाम्रो पुनरावलोकनको मुद्दा अदालतमा जुन कि हाम्रो नागरिकको संविधानद्वारा प्रदत्त अधिकार छ त्यसको प्रयोग गर्दै हाम्रो मुद्दा पनि चलिरहेको एकातर्फ र अर्कोतर्फ बडा विडम्बना र खोइ कहाँबाट सञ्चालित रहिरह्यो होला थाहा भएन। यो त्यहाँ हेटौडाबाट सडक डिभिजनले कुनै आदेशै नलिकन बारम्बार खोइ उनीहरू आएर अस्ति गण्डकमा समेत डोजर चलाएको र सोध्दा रक्सी खाएर, फेरि त्यसमा पनि इन्जिनियर रक्सी पनि खाएको थियो। हामीले चाहिँ विरोध गऱ्यौँ र तिमीले कुन आधारमा यो तोड्दैछौ। फेरि हेर्नुहोस्, एउटा अझै कुरा म हजुरलाई के पनि अनुरोध गर्न चाहेँ भने यो वीरगञ्ज भनेको यो वीर शमशेरले यो बसाएको सहर हो, यो ऐतिहासिक सहर हो र वीरगञ्ज एकमात्र पुरा नेपालमा एउटा यस्तो सहर हो। यो यहाँका विभिन्न विकल्पहरू छन्। हेर्नुहोस्, यो 2021, 30 र 34मा जुन सडकको यो राजमार्गको जुन यिनीहरूले राजपत्रमा निष्कासित गए, तर त्यति बेलाका नागरिक समाज र यहाँका नेतागणहरूले समेत यसलाई जगेर्ना गर्नुपर्दछ। अब जगेर्ना गर्नुपर्दछ, सोही अनुरूप हामी बाइपास र आइसिपी त भारत सरकारले नेपाल सरकारले औपचारिक रूपमा पत्र बुझाइ यसलाई र ट्रान्जिट पोइन्ट पनि अहिले हाल तपाईँ गएर बुझ्न सक्नुहुन्छ, बाइपास छँदैछ। अब रह्यो सवाल, हामी विकासका शत्रु पनि होइनौँ, विकास चाहिन्छ, तर अब यो के गरी राज्यले अड्डी लियो र खोइ थाहा भएन। मेरो भनाइमा त यसलाई सहरी मापदण्ड, यो घना बस्ती हो, यो चाहिँ बिल्टअप एरिया छ। यसलाई यदि हामी के भन्न खोजिरहेछ भने जब अलरेडी एलाइनमेन्ट चेन्ज भइसक्यो, 2072देखि नै परवानीपुर आइसिपी जब भइसक्यो, त यो स्वतः खारिज हुने चिज हो। स्वतः खारिज भइसकेपछि यसलाई त्यति त्यो सारेर खारिज गरेर सहरी मापदण्ड अन्तर्गत यसलाई राखौँ। र यही छलफल चलिरहेकै क्रममा एकातर्फ हामीलाई रोजी रोजगार र चिन्ताले पीडित छौँ भने अर्कोतर्फ बारम्बार यो डोजर आतंक देखाई मान्छेहरू त्रसित भएर, अब हेर्नुहोस्, यहाँ यो मेन रोड यदि टुट्ने हो भने यहाँका मान्छेहरू मगन्ती अवस्थामा पुग्ने छन्। मेरो समेत यदि सम्पत्ति सर्वस्व जानेछ, तसर्थ मेरो तपाईँ मार्फत राज्यलाई पनि के निवेदन छ भने विकास गरौँ, विनाश नगरौँ, छलफल गरौँ। किनभने हेर्नुहोस्, छलफल एकमात्र स्वस्थ लोकतन्त्रमा एउटा यस्तो सुन्दर गहना हो। राज्य र जनताका पढेका पीडाहरू छलफलबाट समाधान गरिनु पर्दछ। तसर्थ यो छलफल चलिरहेको छ र तार्किक निष्कर्षमा नपुगेसम्म यो डोजर कम्प्लिटली बन्द हुनु पर्दछ। अन्यथा हामीहरू चाहिँ मगन्ती अवस्थामा पुग्नेछौँ र भोलि यसले के कस्तो परिणाम देला, किनभने जसको सर्वस्व गएर फेरि एउटा अझै म के निवेदन पनि गरौँ भने यो इम्प्यारेबल हो, इम्प्यारेबल, पुनर्शोध भर्ना हुने होइन। यदि यिनीहरूको सन्की र यिनीहरूको खोइ कहाँबाट के भएको होला, यदि 25-25 मिटर चलन चल्ने हो र भोलि निर्क्योल चाहिँ मानव यो सहरी मापदण्डमा राख्दा 11 होला कि 12.5 15 त्यो चाहिँ छलफलको क्रममा छ। फेरि यो
संरचना हुने अवस्था हुँदैन। यो इम्पेरेबल हो। त्यस उसले राज्यले छलफल गरी तार्किक निष्कर्ष निकाली अनि हामी चाहिँ यो लोकल अथोरिटी हामीहरू आफै स्वयं मिलेर पनि गर्छौँ। हामीलाई पनि आफ्नो भविष्यको सन्ततिहरूको चिन्ता छ। त्यही मेरो भनाइ गर्छ तपाईँ मार्फत। तपाईँहरूले जुन शनिबार टायर बालेर प्रदर्शन पनि गर्नुभयो, अनि अहिले डोजरको व्यवहार के छ, रोकियो छ कि छैन? होइन, हामीले चाहिँ त्यो दिन चाहिँ साथीहरू गएर पीडितहरू त्यो प्रतिकार गरे र उनीहरू चाहिँ कुरा पनि बुझेर फर्के पनि। तर टायर बाल्नु अब योभन्दा बढी दुर्भाग्य के होला? हामी व्यवसायी र आम नागरिक जो कि राजनीतिज्ञ होइन, वी आर नट द प्रोफेसनल पोलिटिसियन्स, इभन दो हामीले त्यो गर्न मजबुर भयौँ। यो मजबुर चाहिँ बाध्यता पार्नु, यसैबाट चाहिँ संवेदनशीलता देखिन्छ। जस्तो यो घटनाक्रमले कतिपयजनाले ज्यान पनि गुमाइरहनु भएको छ, हार्ट एटेक पनि भएको अवस्था छ। होइन, किन नहुनु? एकजना साथी चाहिँ हाम्रो 3 जना हाम्रो यहाँको चाहिँ यसले पीडाले, किनभने जसको सर्वस्व गइरहेछ। हिजो मात्रै चाहिँ हाम्रो साथीहरूमा चाहिँ कुरा आयो कि खेत बेचेर गाउँबाट एउटा बेचारा 8.5 धुरको जग्गा लियो, उसको सर्वस्व जाने भयो। अब मेरै अवस्था यदि बुझ्नुहुन्छ भने म आत्महत्या गरौँ कि जस्तो पनि लाग्छ। किनभने मेरो बाँच्ने नै चिया बेच्ने पसलभन्दा बढी जग्गा बाँच्ने अवस्था छैन। तसर्थ राज्यमा एउटा अब के छ भने हेर्नुहोस्, हाम्रो नेपालको एउटा मौलिकता छ, यसको आर्कियोलोजी यानि पुरातात्विक महत्त्व पनि छ। असन, काठमाडौँको असन र भोटाइटीमा गएर हेर्ने हो भने त्यसको हाम्रो आर्कियोलोजिकल स्ट्रक्चरलाई सम्वर्धन गर्नुपर्दछ भन्ने उद्देश्यका साथ त्यो अझै पनि बचाइएको छ। तसर्थ अब यदि हामीले विकास गर्ने हो भने भर्टिकल होइन, होरिजेन्टल गर्नुपर्दछ बाबा। अब मानौ नि, अब यो चाहिँ आज 25 दुना 50 गरियो, भोलि केही वर्षमा चाहिँ यदि सवारी चाप बढ्यो भने के यसले 75-100 गर्ने त होइन। विकासका लागि तिर्खाएका अवेटिङ हाम्रा अझै पनि गाउँहरू छन्। जस्तै पश्चिम जानु, पूर्व जानु भने इटियाई छ, पूर्व तपाईँको बिन्दवासनी छ, त्यसले विकास गरौँ। ठुलो टाउनसिपमा हामी जाउँ, होइन त? विकल्प छ होइन, तर यसमा सरकारले तपाईँहरूलाई कम्पल्सेसनको कुराहरू केही गर्दैछ कि छैन? होइन, त्यही दुर्भाग्य त्यही हो। मेरो भनाइको मतलब यदि राज्यले अर्डिनेली राख्नु परेछ, यदि राज्यले तोड्नु नै छ भने त्यसको युनिभर्सल एउटा ल के छ भने नम्बरी सम्पत्ति हामीले कब्जा गरेको होइन, अतिक्रमित गरेको होइन, त आजसम्म रजिस्ट्री भइरहेछ, हामीले तिरेका छौँ। यदि तिमीहरूलाई चाहिँ यदि हामीले विस्थापितै गर्नु छ भने, तिमीहरूले अर्डिने लिइसकेका छ भने हाम्रो आजको एउटा टिम बनाऊ र यसको निर्धारण गरौँ र सो अनुसार हामीहरूलाई चाहिँ मुआवजा दियोस् र समय दियोस् ताकि हामीहरू आफ्नो पुनर्वास गर्न सकौँ। त्यो सम्बन्धमा कुनै कुरै आइरहेको छैन बाबा। हामीहरूलाई चाहिँ धेरै मानसिक र प्रताडना दियोस्, हामीबाट छलफल गरियोस्। छलफल नै लोकतन्त्रको एक सुन्दर एउटा पक्ष हो। विकास होस्, विनाश नहोस्। धन्यवाद। उहाँ एक प्रतिनिधि पात्र मात्रै हुन्, सबैको समस्या उस्तै छ, लगभग उही कुराहरू हो। हामीले सराउगीजीको कुराले मूल्याङ्कन गर्न सक्छौँ कति पीडा र त्रासमा उहाँहरू हुनुहुन्छ। जानकी टेलिभिजनमा यो संवाद हामी यहाँलाई सुनायौँ। अहिलेको लागि आज्ञा चाहन्छौँ। धन्यवाद, नमस्ते। हे रुक रुक, बेटी के स्कूटर चलाइला पर बिहान ये समाज का कही? बेटी भैला से का भइल? शिक्षा देहल गइन बा उड़ान भरे खातिर, डेरा के बैठन खातिर ना। खुशबू के बाबूजी, हम के बाबूजी त बेहोश हो गइल बानी। कोनो मदद लेके आवे तानी हम। खुशबू, बेटी आज तोहर कारण हम जिंदा बचल ई त एक बेटी के फर्ज है। जहाँ भरोस हुआ वहाँ बेटी आगा बढ़ेली। होंडा डियो 110।